राजसभाका सभापति रवि लामिछानेको जीवन अहिले कष्टकर छ? कष्टकर त छ त। जेल जीवन भनेको एउटा कारागारमा भनेको कुरा, एउटा चाहिँदो नचाहिँदो आरोप लगाइराखेको कुरा छ। हिजो उहाँले बोलेका कुरा भन्नु नि एउटा अहिले राम्रोसँग भन्ने हो नि भ्रष्टाचारको एउटै छाता भएर बसेको छ। भ्रष्टाचारको विषयमा फाइल खोल्छु, कारबाही गर्छु, अगाडि बढाउँछु भन्दा यत्रो यातना, यत्रो सकस जीवनमा नसोचेका कुरो भोग्नु परेको छ। अनि यही बेला पनि आफैले सृष्टि गरेका साथी भाइ मित्र बन्धु कुनै पनि कार्यकर्ताहरूले अहिले धोका दियो भने त्योभन्दा ठुलो नराम्रो अवसर के हुन्छ? दर्शकबिन नमस्कार, यहाँ सम्पूर्णलाई स्वागत छ। आज हामी विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गरेका दमन अर्थात् राजसपाले लगाएको आरोप दमन हो भने सरकार पक्षले हामी निष्पक्ष छानबिन गर्छौँ भनेर जसरी लागि परिरहेका छन् यसै विषयमा बढी केन्द्रित रहनेछौँ। आज सामाजिक अभियन्ता प्रखर वक्ता गोपाल थापा हुनुहुन्छ, सम्पूर्ण मिडियामा स्वागत छ। हस्, नमस्कार। अहिले जसरी राजसपाका समर्थकहरूले जुन खालको आरोप लगाइरहेका छन्, तर वर्तमान सरकारले भने हामीले सम्बन्धित मान्छेलाई नै पक्राउ गरेर अनुसन्धान गरिएको भनेको छ। अब अदालतबाट जुन खालको फैसलाको अपेक्षा गरेको थियो त्यो पनि भएन। अब राजसपाको आगामी दिनको यात्रा कता रहन्छ? अब राजसपाको आगामी दिनको यात्रा त तपाईँको पुरा पनि यसलाई प्रतिशोध साथ दियो, अलिकति अन्याय अत्याचार भयो, जहाँ तपाईँको अब आदेश भन्नुपर्ने ठाउँ फैसला भन्ने हो, एउटा टुट्टी न्यायालयबाट ती पनि भयो होइन। उहाँहरू झन् आक्रोश हुने कुरा त त्यहाँबाट आइ नै हाल्यो हेर्नुहोस्। र अर्को कुरा भन्नुहुन्छ भन्दाखेरि अहिले नग्न दृश्य देखाएर एउटा आन्दोलन गर्ने एउटा परिपाटी पनि उहाँलाई नछोड्ने बित्तिकै त्यो कुराहरू पनि बढेर गए। सहकारी पीडितहरूलाई पनि अब निक्षेपमा राखेको जति थियो उहाँहरूको सम्पत्ति एउटा राष्ट्र बैङ्कले लिएको जमानत अनुसारको त्यो अनुसार गएर भने हामी दिन्छौँ अहिले चाहिँ भन्ने सुरु गर्न लागेको छ होइन। तर एउटा कुरो के भन्दाखेरि देख्दा देख्दै पनि अन्याय होइन, अत्याचार होइन, यसलाई प्रतिशोध राखेको होइन चाहिँ भन्ने अवस्था अलिकति रहेन। अब त्यसकै कारणले अब सर्वसाधारण जस्तो अलि निमुखा मान्छे, अलिकति कोही शुभचिन्तक, फलोअर्स, अलिकति जनता नभएको मान्छे भएदेखि त तपाईँ यो आदेश र फैसला पनि त एउटै हुँदो रहेछ त। कुनै पनि हिसाबले यहाँ त राम्रो हुँदो रहेछ। हेर्नुहोस्, त्यसो भएको हुनाले हामीहरूले चाहिँ के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि होला सरकारले निष्पक्ष छानबिन गर्न खोजिएको होला, तर गर्न लागेको कर्म र कर्तव्यले चाहिँ अलिकति केही जाल झेल जस्तो र अलिकति केही ढिलासुस्ती जस्तो त देखिन त गयो नि। तर राजसपा अब भविष्य अन्यलमा परेको छ। दुईजना व्यक्तिले राजीनामा पनि दिइरहेको छ कि दुईजना व्यक्ति जो राजीनामा दिनुभयो उहाँहरूले चाहिँ मौकाको फाइदा मात्रै उठाउने प्रयास गर्नुभएको थियो, अब यहाँ केही नहुने भएपछि राजीनामा दिनुभयो? होइन, मौकाको फाइदा उठाएको भयो नि उहाँले उठाउनु जुन उहाँहरूको कुरा के हो त्यो थाहा भइहाल्छ। हेर्नुहोस्, अब अर्को कुरा चाहिँ किनभने राजीनामा दिँदैमा तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ खत्तमै भयो, अब ऊ नै भयो, यो चाहिँ अब खत्तमै भएर जान्छ भन्ने चाहिँ कसैले नसोद्धा हुन्छ। किन भन्दाखेरि आजसम्म यत्रो अन्याय अत्याचार, यत्रो झेल नियल, यत्रो खेपेर आएको रवि लामिछानेलाई चाहिँ अहिले त्यत्तिको 2-4 जना मान्छेले राजीनामा दिँदा अब यो ठुलो हुन लागिसकेको पार्टी तपाईँको हेर्नुहोस् 20-22 जना त तपाईँ कसरी पार्टी भन्नुहुन्छ? हिजो जसरी मुकुल ढकालले रवि लामिछानेको त यो क्लब हो, पार्टी होइन भनेर जुन आरोप लगाएको थियो त्यो पुष्टि पनि भएको छ। आरोप लगिसकेको व्यक्ति र हिरासतमा बसिसकेको व्यक्तिलाई अझै पनि सभापति मान्न तयार छन् राजसपा? होइन, मान्न त हेर्नुहोस्, किन भन्नु होला भने जसले सृष्टि गर्यो, जसले अगाडि बढाएको छ, जसको कारणबाट भएको छ, जसले गाल अवगालदेखि यस्तो अन्याय अत्याचारदेखि लिएर सारा खेपेर आजसम्म यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई राखिराखेको छ। अनि अहिले उसलाई उठेर परेको बेलामा ऊ जेलमा अलिकति कारागारमा भएको बेलामा चाहिँ यो पार्टीबाट उसलाई हटाएर यो पार्टीमा तहस नहस बनाउन ल्याएर चाहिँ राम्रो कुरा हुन्छ? क्लब हो भन्ने मान्छेले हिजोदेखि क्लबै हो भन्नु पऱ्यो नि। अहिले अप्ठ्यारोमा आएर त क्लबै जस्तो छ, झन् राजनीतिक दल कुन चाहिँ गतिलोले कसले के चाहिँ गरेको छ र? हेर्नुहोस्, त्यसो भएको हुनाले किनभने अप्ठ्यारो समयमा क्लब भए पनि राम्रो भए पनि नराम्रो भए पनि कि चाहिँ बाहिर हुँदा हिजो अलि सार समुद्र हुँदा हामी सबैले मिलेर काम गर्दाखेरिको जस अब जस त्यो बेला सुनाउनु पर्ने हो। अहिले अलिकति कारागारभित्र यत्रो अलिकति चाहिँदो नचाहिँदो आरोप लागेर अलिकति सङ्कष्ट जीवन बिताइराखेको बेला चाहिँ यस्तो आरोप लाउने, खण्डन गर्ने, अब त्यो राष्ट्रिय स्वतन्त्र पार्टी रहँदैन, रवि लामिछानेलाई किन सभापति मानिराख्या भन्ने कुरा चाहिँ हाम्रो त्यो भनाइ आउँदैन। उसलाई मान्न पर्ने भएर आम व्यक्तिहरूले नै आजसम्म उसलाई बहुमत दिएर पठाएका पनि हुन्। हिजो उनीहरूले सृष्टि गरेको पार्टी हो या क्लब होस्, पार्टी होस्, संस्था होस् या स्वतन्त्र जे होस्, गरे त उहाँले हो नि। अनि अहिले अप्ठ्यारो परेर उहाँलाई अलिकति झन् अप्ठ्यारोको समयमा चाहिँ शरण कि मरण गर्न पाइन्छ? त्यस्तो भएको हुनाले कुनै पनि म चाहिँ तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको यो विषय र अलिकति अन्य अत्याचारको विषयमा चाहिँ म बोल्न चाहिँ चाहन्छु। भनेपछि तपाईँ पनि भन्नुहुन्छ राजसभाका सभापति रवि लामिछानेको जीवन अहिले कष्टकर छ?
कष्टकर त छ त। जेल जीवन भनेको एउटा कारागारमा भनेको कुरा एउटा चाहिँदो नचाहिँदो आरोप लगाइराखेको कुरा छ। हिजो उहाँले बोलेका कुरा भन्नु नि एउटा अहिले राम्रोसँग भन्ने हो नि भ्रष्टाचारको एउटै छाता भएर बसेको छ। भ्रष्टाचारको विषयमा फाइल खोल्छु कारबाही गर्छु अगाडि बढाउँछु भन्दा यत्रो यातना यत्रो सकस जीवनमा नसोचेका कुरो भोग्नु परेको छ। अनि यही बेला पनि आफैले सृष्टि गरेका साथी भाइ मित्र बन्धु कुनै पनि कार्यकर्ताहरूले अहिले धोका दियो भने त्योभन्दा ठुलो नराम्रो अवसर के हुन्छ? त्यसो भएको हुनाले कसैले पनि यो कुराहरूमा गर्नु हुँदैन। रवि लामेछानेलाई कुनै पार्टीबाट हटाउनु पर्ने कुरा पनि छैन। उहाँहरूको फेरि कारागारै भयो उहाँलाई पुष्टि होइन नि त। तपाईँको हेर्नुहोस् न आदेश भनेर पो लेख्यो त आखिर त्यो पनि त्यो फैसला होइन नि त यो त होइन आदेश हो नि फैसला भनेर लाग्यो नि आखिर टुटी भन्यो नि न्यायालयले पनि टुटी गरिराखेको विषयमा त अनि केही न केही कुरा त अब टुटी त देखियो नि। त्यो भएको हुनाले उहाँहरूको आपसी छलफलमा उहाँहरूको पार्टीमा उहाँहरूको संस्थामा के आवश्यक हुन्छ रवि लामेछानेलाई अलि समय अब बाहिरै राख्ने सभापतिबाट उ गर्ने हो भने को छ जिम्मेवार लिनु पर्ने उहाँहरूको सल्लाहले लिनुहुन्छ। त्यो अहिले हामीले बाहिर बसेर उठेको समय यो हुन्छ अरे यो हुन्ला अरे भन्ने सक्ने कुरा नि होइन त्यो भन्नु पनि हुँदैन। अहिले रासपाका सभापति रवि लामेछानेमाथि जुन खालको आरोप लागेको छ यो पुष्टि भएको छैन। आरोप लगाएकै भरमा अर्थात् लागेकै भरमा र एउटा सिग्नेचर गरेको प्रमाण भेटेकै भरमा चाहिँ रवि भित्र छिर्ने तर वर्तमानका गृहमन्त्रीमाथि पनि ठुलो आरोप लाग्यो। अहिलेको वर्तमान गृहमन्त्री चाहिँ सत्ताको पावरले जोग्यो कि अर्थात् हिजो अरूलाई माथि फर्केर बोल्दै गर्दा त्यो थुकेको थुक आफैमाथि परेको र गृहमन्त्री लेखकले चाहिँ राजीनामा दिनुपर्छ पर्दैन? होइन उहाँ लेखकले चाहिँ तुरुन्त राजीनामा लेख्नुपर्ने हो। अब हेर्नुहोस् यो कुरा चाहिँ किनभने सत्ता र अट्ठा मिसी बादशाह एक्काको कारणले गर्दा उहाँलाई अहिले पनि जालजेलाई छोपछाप गर्न लागि छ। हिजो त्यही रवि लामेछानेले तुरुन्त राजीनामा दिएर यो सरकारी उसमा आएर चाहिँ सघाउनुपर्छ बाहिर आएर उ गर्नुपर्छ भनेर आवाज उठाएर सदनमा पहिलो आवाज उठाउने व्यक्ति उहाँ नै हो। अहिले कतिवटालाई उहाँले भनौँ एउटा सज्जन बौद्धिक एउटा कुनै भ्रष्टाचार कुरीति अन्य अत्याचारको विषयमा बोल्ने रमेश लेखक देखेको थियो नि अहिले आफूले गरेका कुरामा पनि नैतिकताको आधारले अरूले नमाग्दा पनि एउटा अलिकति राम्रो उत्कृष्ट एउटा विचार भावना भएको भएदेखि पहिलाभन्दा पहिला उहाँले राजीनामा दिनु पर्थ्यो। अरूले माग्नै पर्दैन। त्यो राजीनामा दिँदै सानो हुने त होइन नि होइन। अब यहाँ अन्य कुरा बखडा झिकिया छ के भनेको छ कसो भनेको छ आखिर हेर्नुहोस् जो चोर उसको ठुलो चोर चोरको खुट्टो काट भन्दा लुसुक्क झिकिया जस्तो मात्रै कुरा गरेर पन्चिनु खोज्ने भन्दा पनि उहाँलाई चाहिँ के भन्दाखेरि अहिले बादशाह हेर्काइ मिसी बादशाहकै आशीर्वाद प्राप्त भएको कारणले अहिले उहाँलाई दोधार परेको छ। एक दिन न एक दिन यो सबै कुराको पुष्टि पनि हुन्छ। गल्ती गरे अब गल्तीको सजाय जो कोही होस् रमेश लेखक मात्र नभएर आम पार्टीका जो पनि हामी नै होस् गल्तीको सजाय भोग्नुपर्छ। गल्तीको सजाय भोग्न थालिसकेपछि मात्रै मान्छेले चेतना आउँछ कि गल्ती गर्न हुँदो रहेछ। त्यो कुरा जो कोही भए पनि ढाकछोप गर्नुहुन्न त्यो प्रत्यक्ष पारदर्शी गर्नुपर्छ। तर गृहमन्त्री लेखकले भनिरहनु भएको छ कि गल्ती कर्मचारीले गर्ने काम कर्मचारीले गर्ने कर्मचारीले गरेको र आरोप लगाएकै भरमा म जेल जानुपर्ने अर्थात् मैले राजीनामा दिनुपर्ने हो यदि प्रमाण पुग्छ भने त राजनीतिबाट सन्यास लिन्छु भनिरहनु भएको छ। त्यो राजनीतिबाट सन्यास लिने बेला भइसक्यो लिनलाई कत्रो कुरा भयो के हो राजनीतिक सन्यास भने त्यो भने मात्रै त्यत्तिकै हो राजनीतिक सन्यास लिन्छु यो ऊ नै गर्दिनँ भनेर कति सदन र यत्रो सम्मानित ठाउँ बोलेका मान्छेले आजसम्म वचनबद्धता पुरा कसले गरेको छ? कर्मचारी कसको माथा हतकार हुन् कसले आदेश गरेको हो कसले नियुक्ति गरेको हो? कर्मचारी युनियनदेखि लिएर सारा सङ्घ संस्था खडा गर्ने कुन चाहिँ दल हुन्? किन गरिए त? आजदेखि दिनदाडै तपाईँको नापी मालपोत भूमि सुधार गुठीदेखि लिएर सारा कार्यालयमा सर्वसाधारणहरूलाई अन्य अत्याचार घरबार विहीन बनाएको छ। त्यसको लेखाजोखा खोइ कसले गरेको? यो कर्मचारी युनियनले गरेको होइन। कर्मचारी युनियन दलले बनाएको होइन। त्यो दलबाट बनेका कर्मचारी युनियनहरू जति खारिज गर्ने राजनीतिक गर्ने दलले नहराइकन कर्मचारीले गर्दैन। यदि गर्छ भने कर्मचारीलाई कारवाही गरेर देखाउनु पऱ्यो नि त म होइन भन्नु पऱ्यो नि। पुष्टि सत्य तथ्य यथार्थ सबै सार्वजनिक जनताहरूले थाहा पाउने गरी देखाउनु पऱ्यो। मुखले एउटा कुरो कामले एउटा कुरो देखाउने नात र लुकाउने नात राजनीतिक भाषा प्रयोग गर्नु भएन जनताको भाषा प्रयोग गर्नु पऱ्यो। अब भनेपछि यो जनताको भावना र जनताको भाषा प्रयोग गर्ने अहिले राजसभा चाहिँ छन् त राजसभाले प्रयोग गरेका सबै शब्द जनताको भाषा हो त? जनताको भाषा त जनताको आवाज त बोलेरै आएको हो नि। देश र जनता आवश्यकता भ्रष्टाचार अन्य अत्याचारको विषयमा बोल्दा आउँदा त यत्रो सजाय घेप्नु पऱ्यो नि त। किन भन्दाखेरि नबोलेको होइन आम जनताले अहिलेको तपाईँ दिनदाडै अहिले नचाहिँदो कुरा पत्याउँछ त? कसले गरे त? चितवनबाट दुईचोटि बहुमत जिताएर कसले पठाएको त? जनताले पठाएको होइन। अहिले जुनसुकै सत्तामा हुने माननीय सम्मान नभए जो कोही पनि हामी सबै जनता एउटै होइन भने जनतै होइन सबै पार्टीको दलको सबै कार्यकर्ता भने जनताले पठाएको हो। तर जनतालाई नै यस्तो अलिकति अप्ठ्यारोमा पारेर पक्ष विपक्ष बनाएर दाजुभाइ लडाउने समाज लडाउने विकृति ल्याउने अन्य अत्याचार ल्याउने कामको अन्त्य हुनुपर्छ। निष्पक्ष सत्य हिसाबले चाहिँ जो दोषी हो त्यसलाई जो कोही भए पनि कारवाही हुनुपर्छ।
तर जनताकै आवाज बोलेको हो भने धेरै बोलेर त बदमास काम गरेको भनेर त गृहमन्त्री रविलाल छाना भनेको छ त। हिजो नेपालीहरूको बायोडाटा अमेरिकालाई बेचेको आरोप पनि रविलाई लागेको छ, सहकारीको आरोप पनि लागेको छ। त्यति मात्र होइन, जनताको भावनासँग खेलवाड गर्ने र सेन्टिमेन्टल मात्रै बटुलेर चाहिँ रासपा उठेको भन्ने आरोप त लाग्यो नि। होइन, आरोप लाग्यो, सबैले मैले माने आरोप लाग्यो, ल ठिकै छ हो, उहाँहरूले गर्नु नहुने काम गर्नुभयो। यत्रो दल यत्रो तपाईँको 4-4वटा 5वटा अदालतहरू घुमाएको छ, दुनियाँ गरेको छ। एउटा यथार्थमा सत्य हो भनेर पुष्टि गराएर कारवाही गरेर कारागार हाल्नुहोस् न, यति वर्षको जेल सजाय भन्नुहोस् न भने जो कोही होस् भने। रवि लाने छाने मात्रै हाम्रो कोही होइन, अरू मात्रै हाम्रो दुश्मन होइन। यदि हो भने सही सलामत राष्ट्र अन्तर्राष्ट्र देशदेखि लिएर आम जनतालाई थाहा हुने गरिकन यति वर्ष जेल हाल्यो। यो अभियोगमा उहाँलाई करारमा यस्तो ख गरियो, भ्रष्टाचार पुष्टि गरियो र उहाँलाई यति वर्ष कारागार हाल्ने भइयो भनेर आम जनतालाई भन्दिनँ, मिडियामा बोलाएर भन्न सकिन्न। किन नसक्या त, किन नगर्या त? एउटा व्यक्तिलाई किन जो कोही अहिले सत्य बोल्न त हामी त डराउनु पर्ने अवस्था छ। सत्य बोल्दाखेरि सत्यानाश लाग्ने अवस्था हुन्छ त देशमा। लोकतन्त्र गणतन्त्र एकतन्त्री भयो भने आएको तन्त्र झन् अहिले सत्यानाशी तन्त्र, बोल्नै नपाउने तन्त्र हुन्छ। किन भन्दाखेरि राम्रो गर्दाखेरि तपाईँको नराम्रो भएर अहिले राम्रो गर्न लाग्दाखेरि मान्छेले सोध्दै नसोचेको विचारै नगरेको सजायहरू अन्य अत्याचार भोग्नु पर्दाखेरि चाहिँ अहिलेसम्म त बरु जनताले सहेर बसेको छ। सधैँ यही सहने जनतालाई पनि यदि असह्य हुने काम हुँदै गएको छ। बेलैमा सबैले किनभने अन्य अत्याचार र भ्रष्टाचारको अन्त्य गर्नेतिर लाग्नुपर्छ भन्ने भनाइ हो मेरो। अब यसरी नै हो भने त जसरी अहिले के आरोप लाग्छ सरकारलाई भने युवा पुस्तालाई विशेष गरी स्वतन्त्रमाथिको हस्तक्षेप बनिरहेको छ। युवा पुस्तालाई रासपालाई अर्थात् रासपालाई दमन गरेकै भरमा सबै युवा पुस्तालाई चाहिँ सरकारले दमन गर्यो भनेर आरोप गर्न मिल्छ, लाउन मिल्छ? होइन, सबै युवा पुस्तालाई भनौँ भनेदेखि अब सबैको आफ्ना दलहरूका तपाईँको युवा सङ्घ भनेको छ, संस्था भनेको छ, होइन विद्यार्थी सङ्घ भनेको सबैलाई गरियो भन्ने कुरा त नभइकन, किनभने एक कान दुई कान मैदान हुन्छ नि। एउटा राम्रो काम भिजन उद्देश्य देश र जनता राष्ट्रको सेवा गर्छु भनेर आएको मान्छेलाई त्योबाट वञ्चित गरिन्छ भने ढाँचा काँचा त्यही आयो है। यस्तै गरिकन युवाहरूलाई पनि एउटा ब्याक गराउन लाग्यो, युवाहरूलाई अगाडि बढ्न दिइएन, युवाहरूलाई विदेशमा जान मात्रै प्रोत्साहन गरियो, स्वदेशमा उत्पादन गर्ने स्वदेशमा रोजगारी दिने काम गरिएन भनेर शङ्का गर्ने बाटो त धेरै बनिहाल्यो नि। मान्छेले त्यो कारणले भनेको त हो नि। तर रासपामा पनि त द्वन्द्व नभएको होइन, रासपा दूतले नुहाएको पार्टी पनि होइन र युवा पनि त त्यति चोखो छैनन् जो आफ्नो छोटो लाभको लागि जे पनि गर्न तयार त युवाहरू पनि छन् त। रासपामा पनि देखिएको छ त्यो त होइन। अब यो त तपाईँको सबै त्यही हो। हेर्नुहोस् यो कस्तो भन्दाखेरि सबै लाइनबद्ध भएर गएको। किन भन्नु होला भने अहिले महादेवको 3 नेत्र सबसे बडा रुपियाँ भनेर जो कोहीले पनि राजनीतिक गर्दा ठाउँमा पुग्दा उ गर्दा भ्रष्टाचार गर्न पाइन्छ। सबै सदाचार गरेर खान पाइँदैन, भ्रष्टाचार गरेर जति गरे पनि यहाँ छुट पाइन्छ, ठुलो मान्छे बनिन्छ भनेर सबैलाई लालमोहनको जस्तो पान सुपारी त्यही सबैले चखाएको हुनाले मान्छेको मति भ्रष्ट गराइए। युवाहरूदेखि लिएर सारालाई तपाईँको पकेट मनी खर्च दिएर बिगारियो। त्यही कारणले गर्दाखेरि देश तकनाचुनो पार्ने अवस्थामा ल्याइयो। त आफू त बिग्रियो। अब युवाहरूलाई शुद्ध बिगारी काममा उहाँहरूले गरेको हुनाले युवाहरूले पनि अहिले भन्न खोजेको कुरा के भन्दाखेरि हामीलाई स्वरोजगार गर, होइन विदेश जानु पनि हाम्रो एउटा स्वदेशमा उत्पादन भयो, स्वदेशमा रोजगारी पाइयो भने हामी विदेश जानु पर्दैन नि त। त्यो कारणले अहिले युवाहरूले के भन्यो भने युवा भनेपछि त जोसुकै भयो नि, उमेरका मान्छे युवा भए। युवाहरूले उठाएको आवाजलाई तपाईँको कहीँ पनि अगाडि बढ्न नदिने, तपाईँको उ गर्ने, प्रतिशोध साध्ने, जेल हाल्ने, कारागार लाने, हुँदा नहुँदा सजाय भोग्ने, तेरा परिवार सिद्धाइदिन्छौँ भन्ने आरोप प्रत्यारोप लाउने, राति घरमा सुत्न नपाउने अवस्थाहरूको चाहिँ अन्त्य हुनुपर्छ भन्ने युवाहरूले पनि बुझ्नुपर्छ जस्तो लाग्छ। धम्क्याउने त रासपाले गरेको भनिएको छ। अहिले संसदमा पनि कुरो भइरहेको छ, अर्थात् हिजोका दिनमा अदालतमा पनि कुरा भयो। जसले जाहेरी दिएका थिए उनीलाई चाहिँ राजसपाका कार्यकर्ताले धम्क्याएकै कारण अहिले यो खालको सामाजिक सञ्जालमा जुन पोस्ट देखिन्छ त्यो चाहिँ राजसपाले बारम्बार धम्क्याएपछि आएको पोस्ट हो भन्छ नि त। होइन, अहिले राजसपाले वास्तवमा भन्नुहुन्छ भने धम्क्याएको भए एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति कारागारभित्र हुँदा, जेल हुँदा, अन्य अत्याचार खेपिरहँदाखेरि तपाईँको अहिले यहाँ अन्य कुराले धम्क्याउनु पर्ने हो नि। उहाँहरूले अहिले धम्काउन सक्ने तागत नै छैन। उहाँहरूले धम्क्याएको जस्तो मलाई चाहिँ लाग्दैन। सो विचार र सो विवेकले त्यो व्यक्तिले भनेको हो। हामी निवेदन फिर्ता लिन्छौँ, हामीले सहकारीलाई हालेको, रवि लाने छानेलाई हालेको होइन भन्दाखेरि अहिले उचालेको, पछारेको, धम्क्याएको भन्ने कुरा हिजो आफूले जे गरेको अहिले उनीहरूलाई त्यही सम्झेको हो। तर जसले नै गरेका भए पनि धम्क्याउने, थर्काउने, अन्य अत्याचार गर्ने, लुटपाट गर्ने, गुन्डा लाउने, मुन्द्रे लाउने यस्तो कानुनी राज्य हो भनेदेखि यस्तो कुराको अन्त्य हुनुपर्छ। मलाई चाहिँ जहाँसम्म लाग्छ कि रवि लाने छानेका अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले अलिकति पीडित र अलिकति अप्ठ्यारो, अलि अन्याय खेपिरहेको
बेलामा चाहिँ यस्तो साहस गर्न सक्लान् जस्तो मलाई चाहिँ लाग्दैन। त्यसो भए जुन खालको तपाईँले भन्नुभयो उनले त्यो साहस गर्न सक्दैनन् हो भनेदेखि राजसपाका सभापति रवि लामिछानेको श्रीमती निकिता पौडेल जसरी अदालतबाट बाहिर निक्लिँदै हुनुहुन्थ्यो त्यो दृश्यले यति बेला सबैलाई भावविह्वल पनि बनाएको छ। जुन अपेक्षा थियो अदालतबाट त्यो भएन। त्यो निक्लिँदै गर्दाखेरि उहाँको मुखमा देखेको जुन एउटा पीडाले अब के गर्लान्? निकिता पार्टी जोगाउन लाग्लान् कि आफ्नो भविष्य उजागर अर्थात् लैजान अगाडि बढाउनको लागि छुट्टै भूमिका पार्टीबाट अलग रहेर गर्ला? अहिले पार्टीबाट अलग रहेर अहिले कुनै पनि नचाहिँदो गतिविधिका भूमिका उहाँको रहँदैन। सही सलामत त्यही पार्टीलाई अगाडि बढाएर त्यही पार्टीकै नाताबाट उहाँहरू अगाडि बढ्नुहुन्छ। एउटा तपाईँको अलि अप्ठ्यारो परिस्थितिमा चाहिँ जसको पनि एउटा मुहार त गलि नै हाल्छ होइन। चाहिँदा नचाहिँदो आरोपहरू खेप्नु परेको छ, चाहिँदो नचाहिँदोको इज्जत बिज्जत गरिएको छ। एउटा तपाईँको खाएको बिख लाग्यो भने हुन्थ्यो, नखाएको अर्काले खाएको बिख आफूलाई लाग्यो, त्यो कुराको अन्याय पनि छ। तर जहाँसम्म मलाई लाग्छ निकिताले कुनै पनि दल बलमा नलागिकन कुनै पनि विचलन नल्याइकन कुनै पनि पार्टीको नगरिकन यही राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै अगाडि बढाएर यसैलाई माथितिर लगेर हुन्छ जहाँ जुनैसुकै भने यहीँबाट उहाँले सामान्य गर्नुहुन्छ। उहाँको भनाइ के छ भने अन्यायको विरुद्ध सब एक भइदिनु पर्यो भन्ने एउटा आग्रह छ। भनेपछि यो त निकिताजीको सन्देश हो। हिजो एमालेमा मदन भण्डारी नहुँदा जसरी विद्या भण्डारी पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय भएका थिए त्यसरी निकिता पौडेल नहुन सक्छ भन्ने तपाईँको तर्क? नहुन सक्छ। किन नहुन सक्छ भने सबैको एउटै होइन नि। निकिता पौडेललाई अरूले बोकेर अरूले उचाल्या भएर यसो गर्नु पर्यो भने यो अरूको डिजाइन नमान्नु पर्ने उहाँ पनि एउटा शिक्षित हो। हिजो सबै कुरा आफ्नो सँगै बसेर एउटा सहयात्रा गरेको श्रीमानले गरेको सबै कुरो देखेको छ। कसैको बगाउमा लाग्न हुन्न है भन्ने उहाँलाई थाहा पनि छ। अलिकति कसैको बोकाइमा नलाइकन कसैले यसो गरौँ भन्दा भुइँयामा नलाइकन आफ्नो यथास्थानमा बसियो भने त्यो कुरो आउँदा पनि आउँदैन। उहाँले बुझिसक्नु भएको छ राजनीतिको यस्तो हुँदो रहेछ भन्ने उहाँहरूलाई अनुभव भयो। त्यो कुरा हुँदैन। अब के चाहन्छ जुन खालको राजसपाले तपाईँले लामो अध्ययन गर्नुभयो राजसपाको विषयमा होस् या कुनै पनि पक्षमा तपाईँको अध्ययन पनि राम्रो हुन्छ लामो पनि छ। राजसपा कसरी अगाडि बढ्छ अर्थात् राजसपाले रवि बिना राजनीतिक 84 को लागि मिसन 84 को लागि बाटो तय गर्छ कि गर्दैन? बाटो तय गर्छ। उहाँहरूको बाटो तय नै हुन्छ। उहाँहरूको आफ्नो सल्लाह हुन्छ। उहाँहरूको पार्टीको आफ्नो एउटा कुरा समीक्षा गर्नुहुन्छ। उहाँहरू कसरी अगाडि बढ्नुहुन्छ भन्ने उहाँहरूलाई थाहा छ। एउटा कुरा मैले के पनि भनेको छु भने 84 को कुरा अहिले गर्नुहुन्न भनेर मैले पटक पटक भनेको छु। 84 को कुरो गर्नलाई अहिले काम कर्तव्य कर्म गरेपछि जनताले प्रष्ट देख्छ। प्रष्ट देखेपछि चुनावमा तपाईँ राम्रो नेतालाई त भोट माग्न जान नि पर्दैन, जनताले त्यसै हाल्छ। तर मलाई जहाँसम्म लाग्छ कि कुनै पनि अर्काले यो अफवाह फैल्याएर अर्काले तपाईँको चाहिँदा नचाहिँदा यो विरोध गरे भरा चाहिँदा नचाहिँदा कुरा गरे भरा यो चाहिँदा नचाहिँदा बजार र मार्केटमा अफवाह फैलाएको भरा कुनै पनि पार्टी तलमाथि पर्दैन, कुनै पनि पार्टी पर्दैन। तर हिजो आफ्नो कर्म र निष्ठा अहिले त के छ भने भोलि गर्न नसक्लान्, गर्न नपाउलान्, नगर्लान्। त्यो बेला नेपाली जनताले त्यही अनुसारले हेर्छ। अहिले चाहिँ रवि लामिछानेले राम्रो युवा हो गर्छु भनेको थियो। अहिले पनि कुनै पनि कारण र षड्यन्त्रको विषयमा उहाँले गर्न पाउनु भएन भन्ने अहिले सबैले त्यो मनसाय छ। त्यो कारणको अन्त्य गर्दाखेरि चाहिँ तपाईँको उहाँको राजनीतिक चाहिँ क्यारियरलाई फरक पनि पर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै त्यस्तो अप्ठ्यारो परिहाल्ने जस्तो अवस्था देख्दैन। तर कतिपयले त रविलाई अहिले जसरी मुद्दामा झुल्याइएको छ यो भनेको 84 सम्म उनलाई भित्रै राख्नु हो। 84 सम्म यदि राजसपाले कुनै ठुलो मत ल्याएर जितेछ भने त्यति बेला अर्को सम्झौता होला, होइन भने राजसपा 84 सम्म पत्ता साफ हुन्छ। 84 सम्म रविलाई भित्रै राख्ने प्लान हो भन्छन्। होइन यो त तपाईँको यो गाइने हल्ला हो। हेर्नुहोस् यो हुँदा नखाँदो अर्कालाई अलि कमजोरी बनाउने हल्ला हुन्। रवि लामिछानेलाई 84 होइन 85 सम्मै अनाहकमा कारागार राखे भने पनि उहाँहरूको पार्टीले पाउनुपर्ने मत अधिकार एउटा कुनै पनि जनताले दिनुपर्ने एउटा भोटको लागि कमजोरी हुँदैन होइन। यस्तै गरिकन मान्छेलाई जहाँ अपमान गर्यो जहाँ अन्याय गर्यो त्यहाँ पछाडि नै झन् मान्छे हाइलाइटमा जान्छ। तपाईँको लगाएर खाल्ना हाल्न खोजेको लात्ताले हाने कुकुर टाँडा भने जस्तो झन् उहाँहरूको त राम्रो भएको छ नि। उहाँहरूको आपसी छलफलबाट कसले अगाडि बढाउनु त, सभापति कार्यभार कसले लिने त भनेर उहाँहरूको पार्टीमा सल्लाह गर्नुहुन्छ, समीक्षा गर्नुहुन्छ। जसले सक्षम छ त्यो अगाडि बढ्नुहुन्छ। उहाँ कारागारै बस्नुभयो भने पनि त्यति छिटो विचलन होला जस्तो किन लाग्दैन भने अन्यमा कारागार राखिएको छ है। जबसम्म एउटा राज्यले सही सलामत पुष्टि गरेर कारागार नतोकुन्जेल सतै त जाल जेल छलछाम हो भन्ने त छ नि। त्यो कारण हुने जेलसम्म पनि आम जनताले त्यही सोच्ने भएको हुनाले कि छिटोभन्दा छिटो प्रष्ट हिसाबले सत्य तथ्य यथार्थ निष्पक्ष छानबिन भएर सब कुरा हुन सक्नु पर्यो कि होइन भनेदेखि उहाँलाई बेलैमा छोडेर उहाँको आफ्नो लाइन एउटा स्वतन्त्र हिसाबले राजनीतिको एउटा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र के गर्न पाउनुपर्छ भने अरूले पाउनुहुन्छ भने उहाँले नि पाउनुपर्छ भन्ने भनाइ मेरो छ।
के कतै रासपाका सभापतिले अहिले जसरी 84 उनी बाहिर निक्लिन पाएनन् र यही मुद्दामा झेलिराख्न पर्यो भने उनले घुँडा टेक्छन् राजनीतिसँग? राजनीतिकसँग रवि लामिछाने त्यति छिटो घुँडा टेक्ने अवस्था छैन। म भित्रै बसे पनि बाहिर हुने पनि मेरो एउटा सेरै जस्तो अवस्थामा साथीहरू हुनुहुन्छ, सबै बौद्धिक हुनुहुन्छ, विद्वान हुनुहुन्छ, शिक्षित हुनुहुन्छ, अनुभवी हुनुहुन्छ, युवा हुनुहुन्छ भन्नेमा उहाँलाई आश छ। त्यसो भएको हुनाले केही फरक परेर उहाँले घुँडा टेक्ने त होइन, उहाँले भन्नु नै पनि म मरे नै पनि अर्को रवि लामिछाने जन्मिन्छ, मलाई केही फरक पर्दैन उहाँले भनेकै छ नि। यो भन्दै गर्दा रासपा अहिले जेलभित्रै बसेका रवि लामिछानेले चलाइरहेका छन्। रवि लामिछानेलाई एउटा आधार मूली उहाँकै तपाईँ सल्लाहबाट कसरी जाने भन्ने कुरोको उहाँको एउटा छरितो योगदान हिजो पनि आफ्नो पार्टीमा समीक्षा गरिएका छन् नि। के लागेको कुरो त तपाईँको एउटा मान्छेहरू अब अलिकति मान्नेहरूदेखि लिएर गएर केही कुरा त शोधनी गर्नु पर्ला होइन, केही कुरो गर्नु पर्ला। नभए पनि उहाँहरूको पछिसम्मलाई पुग्ने यस्तो अवस्था हाम्रो कन्डिसन छ, हाम्रो इमर्जेन्सी छ, हामीलाई अलिकति डेन्जर छ, हामीलाई अलिकति चारैतिरबाट हस्तक्षेप छ, हामी यो तरिकाले चल्नुपर्छ भन्ने कुरो हिजो उहाँको पार्टीको समीक्षा गर्दा अहिले पछि कारागारबाट मुक्त भएर आउँदा नि पार्टी सभापति भएरै कुर्सीमा बस्नु भएको थियो नि, त्यतिखेर सम्पूर्ण कुराको सरसल्लाह र समीक्षा भएको छ। होइन, रासपाभित्र रवि बाहेक अरू विकल्प राजनीति दलमा रासपा चलाउन सक्ने व्यक्ति योग्य नभएर हो कि, अर्थात् उनले खोलेको पार्टी उसैले अन्त्य गर्छ भनेर हो कि, अर्थात् रवि जतिको क्षमतावान व्यक्ति कोही छैन भनेर हो? रासपाले विकल्प कोही चाहँदैन? होइन, राष्ट्रिय विकल्प चाहने समय उहाँहरूको चाहन्छ, उहाँहरूकै परामर्श र उहाँहरूको छलफलबाट चाहन्छ। अहिले किन भन्दाखेरि उहाँले सृष्टि गरेकै हो, उहाँकै परामर्श र उहाँकै निर्देशनमा सबै यहाँसम्म आइपुगेका हुँ। उहाँले नै ऊ गरेको ठाउँमा अहिले अप्ठ्यारो पर्यो भन्दैमा तपाईँको घना बाउ बुढो आउने डोका हालेर लहर मिर्काउनु त मिलेन। त्यो भएको हुनाले उहाँहरूलाई चाहिने आवश्यकताको छलफल उहाँहरूको पार्टीमा जतिखेर पनि गर्न सक्नुहुन्छ। रवि लामिछाने भन्दा पनि पर्खर मान्छे पनि हुनुहुन्छ, तर मूली मान्छेबाट नै तपाईँहरू अब फलानु यसो गरौँ भन्ने सल्लाह र समीक्षा आदेश भएपछि गरौँला भन्ने एउटा अप्ठ्यारो परिस्थितिमा हामीले यो चाहिँदा गर्नुहुन्न पनि एउटा बुद्धिजीवी तर्क राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेहरूमा छ। होइन, हिजो ढाका कुमार श्रेष्ठलाई आरोप लगाएकै भरमा रवि लामिछानेले एक चुर्कीमा बाहिर निकालेको कुरा आम जनतालाई जजातै छ, तर रवि लामिछानेलाई यति प्रमाण हुँदा पनि राजसपाले किन निकाल्न सकेन? होइन, अब तपाईँले भने त्यो अब ढाका कुमार श्रेष्ठको विषय र रवि लामिछानेको विषय अलग विषय हो। करोड र अरबमा फरक भयो। होइन, अरब र करोड भन्दा पनि किन भनेदेखि उहाँले पार्टीलाई नै गरिकन गरेको, यो त तपाईँको प्रतिशोध गरिएको, रिसिबीले साधना गरिएको नभएको आरोपलाई यो पुष्टि गर न भनिराखेको विषय छ नि। होइन, त्यसो भएको हुनाले त्यो छुट्टै विषय हो क्या। किनभने ढाका कुमार श्रेष्ठलाई पनि कारबाही गरेर भोलि उहाँहरूको छलफलमा उहाँहरूले राम्रो काम गरे, क्षमा माग्नुभयो, ऊ गर्नुभयो भने पार्टीको कार्यकर्ता पार्टीमै फर्किन सकिहाल्नुहुन्छ नि। होइन, किन बुझ्नु भएन? मेरो प्रश्न भनेको रवि लामिछानेले हिजो माथितिर फर्केर थुक्दा आज आफ्नै मुखमा पर्यो नि। हिजो ढाका कुमार श्रेष्ठलाई आरोप लगाएकै भरमा निलम्बन गर्ने, अनि अहिले आफू चाहिँ एउटा नैतिकताको हिसाबले पनि त राजीनामा दिन पर्थ्यो नि उहाँले। होइन, राजीनामा दिनलाई उहाँलाई के चाहिँ त्यस्तो गल्ती गरेको छ र उहाँले के चाहिँ परेको छ र भने पार्टीमा एउटा तपाईँको ठुलो कलह निम्तेर ठुलो विरोध उत्पत्ति भएर आएको भए पो तपाईँले उहाँले राजीनामा दिनुपर्छ त। नैतिकताको आधारले म अब कार्यभाग अर्कोलाई दिन्छु, म चलाउन भन्नुपर्छ त। तर किनभने ढाका कुमारले त अलिकति आर्थिक कुराको चलखेलको शुद्ध कुरा यो प्रचारबाजी गरेका कारणले उहाँहरूको पार्टीबाट जे निर्णय गर्नु पर्थ्यो त्यो पार्टीले गरेका कुरा। अहिले रवि लामिछानेको कुरा त तपाईँको आम पार्टीका मान्छेहरू भन्दा पनि अलि भिन्न र सहकारीदेखि लिएर यहाँ सबैको प्रतिशोधको कुरा भएको हुनाले यो कुरा ननिस्केको हो क्या। त्यो सँगै राजसपाले अहिले युवालाई एक बनाउने अनि अझ धेरै सामाजिक समाजमा जुन खालको छत्रछाया बनाएर देशभरिका जनतालाई मन जित्न खोजेका छन्, सकेका छन्, ती व्यक्तिलाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरेको जो यसभन्दा अगाडिको हेर्न सकिन्छ विशिष्ट व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरू आउन लागेको भन्ने खालको आरोप लागेको छ कि राजसपामा त्यस्ता व्यक्तिहरू प्रवेश गर्न लागेका हुन् त? अब हेर्नुहोस्, राजसपाले राम्रो गर्यो, अहिले अन्य अत्याचार गर्यो, रवि लामिछानेमाथि प्रतिशोध साधियो, अन्याय गरियो, अत्याचार गरियो, हुनु नहुने काम गरियो, राष्ट्र अन्तर्राष्ट्रमा बेइज्जत गरियो भनेका कारणले बौद्धिक, त्यागी, तपस्वी, अलिकति इमान्दार, कर्मठ एउटा हिजो राजनीतिकदेखि लिएर सारा कुरामा त्याग र तपस्या गरेर बसेका व्यक्तिहरूले राष्ट्रियमा अन्य अत्याचारको लागि एउटा निर्दोष व्यक्तिलाई साथ दिनुपर्छ भनेर मान्छे आउन नि सकिन्छ। जस्तो एउटा कुरा के भने जुनैसुकै पार्टीमा पनि के त भने आम युवादेखि लिएर सारालाई विश्वास जित्ने र अन्य अत्याचार र भ्रष्टाचार यो कुरीति कुथितिको अन्त्य गर्न सक्नु पर्यो। जसले गर्छ त्यसमा त आइहाल्छन् नि। अहिले भइराखेका मान्छेहरूले पनि तुरुन्त आफ्नो नीति र कर्म बदलेर भोलि अलिक
दुरुस्त भएर होइन अलि सफेद भएर यो सबै नीति बदलेर आँखा चिम्लेर छातीमा हात राखेर तल्लो खोज्यो भने त सबै युवादेखि लिएर साराले पनि मन परिवर्तन गरिहाल्छन् नि गरेर देखाउनु पर्यो जोपट्टि विश्वास लाग्छ हिजोको दिनमा अहिले तपाईँले यत्रो मिडियाले ठडाएर मसँग सोध्नु भएको छ हिजो रेडियो नेपाल एउटा टेलिभिजन मात्रै थियो त्यो समय त होइन नि अहिले त्यो भएको हुनाले सारा जनताले देश विदेश र राष्ट्र अन्तर्राष्ट्रमा बसेर नि हेरेका छन् नि बुझेका छन् जसले अन्याय अत्याचार गर्दैन जसले जनतालाई सुविधा दिन्छ जसले भ्रष्ट अत्याचारको एउटा अन्त्य गर्छु भन्छ त्यसलाई विश्वास गर्नु आम नेपाली जनताको एउटा दायित्व पनि हो कर्तव्य पनि हो गर्नु पनि पर्छ हुनु पनि पर्छ होइन यो लोकप्रियता छोटो लोकप्रियताको लागि जसरी सागर ढकाल क्याप्टेन विजय लामा कुलमान घिसिङ बालेन शाह जस्ता व्यक्तिहरू राजसभामा प्रवेश गर्दैछ भने एउटा हल्ला गर्छन् उहाँहरू पार्टीमा आउन सक्छन् अर्थात् रवि लामिछानेलाई दमन गरेकै हिसाबले हामी पनि अब के कम भनेर जुर्मुराएका हुन् कि अर्थात् साँच्चीकै राजनीतिक दलमा आउनुपर्ने व्यक्तिहरू उहाँहरू होइन आउनुपर्ने राजनीतिक दलमा आउनुपर्ने हतार भइसक्यो बितिसक्यो उहाँहरूको समय आयो अब आउनुहुन्छ एउटा कुरा के भन्दाखेरि यहाँ सम्पूर्ण गर्न हुने नहुने काम गरेर एउटा भ्रष्टाचारदेखि लिएर सारा अन्य अत्याचारको आरोप खेपिराखेका मान्छे त तुरुन्तै एउटा सरकार र कुर्सीको लागि एक हुन्छ भने राम्रा काम गर्ने व्यक्तिहरू पनि हामी एक भएर अगाडि बढौँ न त भन्दा तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरे नि हुन्छ आएर काम गरे पनि हुन्छ एउटा व्यक्तिभन्दा पार्टी र संस्था अलि ठुलो पनि हुन्छ जसरी युवाहरूबाट चारैतिरबाट अहिले तपाईँको राम्रो छ भन्नुभयो भने भोलि उहाँहरूका पनि यो ठुलो पार्टीदेखि लिएर साराको पनि भए जति पार्टीको पनि तपाईँ तुरुन्तै अवठार पऱ्यो भने गठबन्धन हुन्छ त्यस कारणको लागि युवाहरू र हामी अलिक पर्खर व्यक्ति पनि एक भएर अगाडि बढाउन भनेर सल्लाह गर्न त पाइहालिन्छ नि त्यो ठुलो कुरा होइन भनेपछि यो सल्लाह हो तर यसरी सल्लाह गर्दै गर्दाखेरि अर्थात् जुन खालको समाजमा भ्रम छर्दै गर्दाखेरि भोलि राजसभालाई पनि त पत्याउन नसक्ला नि जनताले युवाहरू जति भएर हामी एक भएर यसैमा आबद्ध भएर अब जनताको अन्याय अत्याचार भ्रष्टाचारदेखि र कुरीति कुथितिको हामी अन्त्य गर्छौँ भन्ने र जनताका मन जित्या युवाहरू जतापट्टि आकर्षण हुन्छ त्यतापट्टि लाग्न भयो हामी एक भयौँ भनेपछि यहाँ अहिले बिथितिका मान्छेहरूको त एक हुँदा हुन्छ उहाँहरूले गर्दा हुँदैन उहाँहरूले नि गर्न पाउनुहुन्छ जसरी हुन्छ यो देशलाई अन्याय अत्याचार र भ्रष्टाचारबाट मुक्त गर्नु पर्यो त्यसको लागि युवाहरू जति एक हुनको लागि साहसी सक्षम इमान्दार मान्छे एक नभएको हुन्छ होइन अहिले त सामाजिक सञ्जालमा सामाजिक अभियन्ता भनौँ या जो स्वतन्त्र व्यक्तिहरू छन् सबै म बाघ हो म भ्रष्टाचारको विरोधको आवाज बोल्छु कसैले गलत गर्छ भने म खम्बा बनेर उभिन्छु भन्छन् सबै बाघ एउटै खोरमा अट्छन् होइन बाघ जति खोरा अट्ने होइन फेरि तपाईँले भनेको कुरा म के भन्छु भने सबैले मुखले भन्छन् ठाउँमा र कर्ममा काममा पुगेपछि नगर्ने पनि छन् तर कतिले ठाउँमा पुग्दा पनि नगरेका पनि त छन् नि त्यो सम्पूर्ण कुरा त लेखाजोखा त जनताले गर्छ नि जसले बोलेका वचनबद्धताका कुरा सधैँ तपाईँको यो मासु र भात तपाईँको पान सुपारी मङ्न मस्त यो उफर सुफर बजायो भने अब आम नेपाली जनता नलाग्न अनुरोध पनि गर्न चाहन्छु र लाग्दा पनि लाग्दैन जसले एउटा देश र जनता हामीले त खाउँला हाम्रो सन्ततिले के खान्छन् हामी नै छैनौँ भने हाम्रो देश कहिरहन्छ भन्ने अवस्था युवाहरूले बुझ्न जरुरी पनि छ यो हुनु पनि पर्छ अब अहिले सामाजिक सञ्जालमा बोल्ने विशिष्ट व्यक्ति भनौँ या तपाईँ जस्ता विश्लेषक भनौँ बुद्धिजीवीहरूलाई के आरोप लाग्छ भने हिजो रवि लामिछाने टिभीमा खरा राजनीतिकमा आयो ज्ञानेन्द्र साई सडकबाट आन्दोलन गरेर आए र गगन थापा ढुङ्गा हानेर आए अब तपाईँहरू पनि त्यही पछ्याउँदै हुनुहुन्छ भन्छन् तपाईँहरू त्यो आरोप स्वीकार्नुहुन्छ होइन आरोप स्वीकार्न त जसले जे गरेको छ आरोप लगाए स्वीकार्न त पर्छ एउटा कुरो चाहिँ के भन्दाखेरि हामी कुन बेसबाट आयौँ कसरी आयौँ कोही गऱ्यौँ को सोच गऱ्यौँ भन्ने कुरा आम जनता र भोलि केही कुराले प्रश्न पार्छ अहिले नै मैले यसो गर्छु उसो गर्छु म फलानु डिस्को म भन्दिनँ मैले तपाईँकै मिडियाबाट के भनेको छु भने सत्य तथ्य यथार्थ निष्पक्ष जायज बाहेक म अरू बोल्दिनँ मैले स्वतन्त्र नागरिकको हिसाबले बोलेको हुँ भनेकै छु भोलि मेरा कुरा दुई चारवटा मैले राजनीति गर्न पर्यो समाज सेवा गर्नु पर्यो जे गर्नु पर्दा पनि मेरा आफ्ना देशमा आफ्नो जनतालाई मेरो क्षेत्रमा मैले बताएको कुरा राम्रो लाग्यो भने उहाँहरूले दिनुहुन्छ राम्रो लागेन भनेदेखि दिनुहुन्न फेरि राजनीतिक बोल्दैमा राजनीति गर्नुपर्छ ठाउँमा जानुपर्छ कुर्सी हत्याउनुपर्छ भन्ने के छ हामी त तपाईँको अन्य अत्याचारको विरुद्धमा बोले मात्रै हौँ हामीलाई कुर्सी चाहिन पनि सक्छ नचाहिन पनि पर्छ कुर्सीमा बस्या देख्दै हामी अरू बस्या देखेर अगाएका छौँ नि हामीलाई त नचाहिन पनि सक्छ यो कुरा याद गर्नुहोस् ए भनेपछि तपाईँहरू जस्ता व्यक्तिहरू भोलिको लाभको लागि बोल्नु भएको होइन भन्ने कुरा प्रश्नाउनुहुन्छ प्रश्न पार्छु यो बुझ्दिन पनि अनुरोध गर्न पनि खोज्छु म तर तपाईँहरू हेर्ने हो भने अहिले जुन खालको ढङ्गबाट आफ्नो प्रस्तुत भइरहेको छ कुनै न कुनै हिसाबमा लाभ खोजिरहेको भन्ने त आरोप जनताले भन्छ नि सामाजिक अभियन्ताहरू च्याउसरी उम्रे र राजनीतिको दुईटा कुरा गर्न बित्तिकै
ती व्यक्ति राजनीति विश्लेषक भइहाले भन्ने खालको आरोप त लाउँछ नि। मैले आरोप लागेको कुरा ठिकै छ, सबैले त्यो मात्र गरेका छैनन्। म त तपाईँको 40 वर्ष राजनीतिको अनुभव भएको व्यक्ति हुँ। म होइन हिजोदेखि तपाईँको व्यवस्थै पिछेको अनुभवी मान्छे पनि हुँ, तर मैले कुनै लाभ लिएको पनि छैन, कुर्सीको आश गरेको पनि छैन। म राजाको विषय बोल्यो भने मलाई राजदरबारको भनेर भन्नु नि पर्दैन। म पाएँ, मलाई के छ भने यो देशमा अन्याय अत्याचार र यो भ्रष्टाचारको अन्त्य होस्, नेपाली जनताले एकनासका सुख सुविधा पाउन्। कुनै दल बल पार्टी भने यो नेपाली जनताको पार्टी सबै त हुन् नि, होइन? यसको यो विभाजन नगरियोस्, यो देश अर्काको हातमा नजाओस्। भोलि बिहान उठ्दाखेरि नेपाल यता छ कि उता छ नबनाइदिनुहोस् भन्नको लागि मात्र अनुरोध गरेँ मैले, सजग गराएको। मलाई कुर्सीको लोभ पनि छैन, पदको लोभ पनि छैन, केही पाउँला भन्ने पनि छैन। बरु अहिलेसम्म आफूले लागेको कुरा अन्याय अत्याचार र आफूले सकेको सेवा गरेर केही गरिराखेकै मैले छु, मेरो त्यसैमा खुसी छु। ठिक छ, पछिल्लो समय देशका समस्याको विषयमा आफ्नो आवाजले जनतालाई सजग गराउनु भयो र तपाईँहरू जस्ता व्यक्तिहरूमाथि लागेको आरोपको नि खण्डन गर्नुभयो। समय समाजको लागि धन्यवाद। ल, धेरै धेरै धन्यवाद।